कुराकानी राम्रै हो मन पर्ने एउटा यता हेर ओ मन पर्यो। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो न्यू भ्लग। अनि आज पनि म हजुरको साथमा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। अनि आज चाहिँ हामी एकदम घुम्न गइरहेको छौँ। अनि त्यही हो, आज चाहिँ हामी कहाँ जान लाग्छौँ भनेर हजुरले थम्बनेल टाइटलहरू थाहा पाइसक्नु भयो होला। मेरो आवाज चाहिँ कस्तो आइरहेको छ मलाई थाहा छैन, अनि जस्तो आए पनि अब राम्रो मानेर सुनिदिनु होला। त्यही हो, आज चाहिँ हामी 4 जना चाहिँ हामी घुम्न गइरहेको छौँ दोलखा सैलुङमा है, सैलुङमा गाइज सैलुङ गइरहेको छौँ 4 जना। 2 बजिसक्यो, अब कति बेला हुन्छ है हामी चाहिँ जानुपर्ने हुन्छ। त्यही हो, ल बाटोमा भेटौँ। ल म चाहिँ अब रेडी भएर निस्किसकेको छु। अब एकछिनमा उता साथीसँग भेट भए चाहिँ म मङ्की मास्क लगाउँछु। अहिलेसम्मको लागि मैले मास्क लगाएको छु। यो चाहिँ मेरो आउटफिट हेर्न सक्नुहुनेछ। म चाहिँ यहाँ बागबजार आइसकेँ, साथीहरूलाई घुरिरहेको छु अहिले। साथीहरू चाहिँ आउँदैछ होइन। अनि त्यही हो, म चाहिँ यहाँ पिके कलेजको साइडमा बसिरहेको छु साथीहरूलाई वेट गरेर। त्यही हो, अब साथीहरू आउँछन् अनि त्यसपछि हामी चाहिँ निस्किनु पर्ने हुन्छ है त। वेट गरिरहेको छु, यहाँ औडा झ्याउ लगाइसक्यो होइन। अब के गर्नु, अब वेट गरिरहेको छु। अल्छी लागिसक्यो, मलाई निन्द्रा लागिसक्यो। 2 बजिसक्यो, लेट भइसक्यो। हामी सैलुङ चाहिँ कति बजी पुग्छौँ थाहा छैन होइन, रात नै हुन्छ होला। वेट गर्दा गर्दा मलाई औडा रिस उठिसक्यो। म्या बल्ल बल्ल आहान म्या त के हो यस्तो त, 1 घन्टा कुरा हावामा। वेलकम ब्याक टु माई हावा लास्ट वेट गरायो साथी यार, 1 घन्टा वेट गरायो त्यसको लागि सरी। अब जे हुन्छ धमाका हुनेवाला छ। लेट्स ग्याङ हेरौँ है के हुन्छ। हामी जाँदैछौँ चट्ट लाएर माया छ है सबैजनालाई। छड्के सलाम छ सिधै पश्चिमबाट होइन, सुर्खेतबाट सिधै सुर्खेतबाट। सब हात चाहिँ सब फरक फरक ठाउँको छ है। 4 जना चाहिँ हाम्रो चाहिँ अब यात्रा सुरु भइसक्यो है। अनि अरू 2 जना साथीहरू चाहिँ उसमा हुनुहुन्छ, हामी चाहिँ यहाँ छौँ होइन। माया लाग्छौँ, अब बाटोमा भेटौँला है त। यहाँ मूत्र विसर्जन कार्यक्रम हुन लाग्छ है गाइज। यहाँ पछाडि छन् ए यता छोटो। अनि सब यहाँ मूत्र विसर्जन हुने कार्यक्रम भइरहेछ है। हामी हामी चाहिँ अन्ध हो है। सैलुङ हो सैलुङ केटा हो सैलुङ। त्यही हो, ट्याक्क 2टा बाइकमा 4 जना है, 4 जना। ल अहिले चाहिँ हामी यहाँ कपडा सपडा लगाएर हामी चाहिँ यहाँ निस्किसक्यो। अन्ध हो हामी सैलुङमा छौँ। डेन्जर चिसो, चिसो भइसक्यो यार। हामी औडा चिसो भइसक्यो। अब उता पुग्यो भने कति चिसो हुन्छ यार थाहा नै छैन। हामी त राति नै पुग्छ होला सायद है, धेरै नै चिसो भइसक्यो। यहाँ चाहिँ 2टा बाटो छ है। नगर रोडबाट आएको हामी चाहिँ ढिलीखेलबाट नगएर त्यहाँदेखि तलतिर टक्क जाने हो। बाटो चाहिँ अलमोस्ट दामी नै छ अहिलेसम्मको यात्रामा। त्यही हो, दामी भइरहेछ है, दामी। अब आँखाले चाहिँ दामी देखिरहेछ त्यो भ्यू हिमाल। तर अब क्यामेराले चाहिँ कति क्याप्चर गरेछ थाहा छैन, तर जति पनि गरेछ होला राम्रै गरेछ होला भन्ने आशाका साथ हामी अगाडि बढिरहेछौँ। हामी बाटोमै छौँ। हामी त राति नै पुग्छ होला सायद। हामीले होटेलहरू केही पनि बुक गरे छैन, यत्तिकै ऱ्यान्डमली जान लागेको छ। हेरौँ अब भेटिन्छ होला सायद होटेल रुमहरू। अहिले चाहिँ हामी ठ्याक्कै यहाँ 0 किलो आयो है त। यता चाहिँ धुलीखेल जाने यहाँदेखि चाहिँ आएको हामी। कस्तो भइरहेछ बाबु छोटु? अनि सब केटाहरू फर्ममा छ होइन। अनि अहिलेसम्म यस्तो भइरहेछ, ब्याग चाहिँ पछाडि बान्यो। अनि त्यही हो, ल रमाइलो भइरहेछ। हामी त अहिलेसम्म त्यहाँ बोर्डमा हेर नि, त्यहाँ बोर्डमा। अनि के अरे 5 बजिसक्यो होला सायद, धेरै नै ढिला भइसक्यो। हामी 10 बजी पुग्छ होला। त्यही हो है, रमाइलो भइरहेछ होइन? एकदम रमाइलो भइरहेछ। राइड त मोबाइल छ त। त्यही हो, ल भाइ खाएर निस्किन्छ है त। ल अहिले चाहिँ हामी टक्क जाँदैछौँ है। हाम्रो साथी छ अगाडि गइसक्यो। हामी चाहिँ मजा आइरहेछ है। हामी चाहिँ 0 किलो क्रस गरिसक्यो। ओ माई गड चिसो छ गाइस, के गर्नु है। ओ भित्र से आ रहा है। अनि हाम्रो साथीहरू चाहिँ अगाडि गइसक्यो है। हामी अलिक पछि छ।
दोलाल घाट पुगिसक्यो दोलाल घाट अनि हामी चाहिँ टक्क दोलाल घाट पुगेको छौँ हाम्रो फाइनल साथीहरूलाई भेटाएँ है दोलाल घाटको पुलमा त्यही हो हामी चाहिँ दोलाल घाटको पुलमा छौँ यही हो यता हेर्नु भइरहेको दोलाल घाटको पुलमा है हामी दोलाल घाट पुगिसक्यो त्यही हो अब हामी चाहिँ होला अहिले चाहिँ हामी यस्तै अब गइरहेछौँ बाटो त यस्तै रहेछ के गर्नु जिन्दगानी दर्पण छायाले लामो जस्तो जिन्दगीमा गाडीहरू सँगै आएको रहेछ अनि यहाँ जाम परिरहेको छ अनि यता तलतिर चाहिँ हेर्नु सक्नुहुन्छ एकदम दामी भ्यू छ है त्यही हो अनि यहाँ चाहिँ त्यो गाडी पछाडि ब्याग घाट्दैछ हामी यहाँ दोलाल घाट भन्दा पनि अगाडि बसिसक्यो अब अगाडि गएर एकछिनमा खाजा खान्छ अहिले चाहिँ हामी फाइनली सुकुटे आइसक्यो होइन हामी सुकुटे अब खाजा नास्ता खाएर फर्किन्छ भन्दा नि हामी अगाडितिर बढ्नुपर्ने हुन्छ अनि सुकुटे चाहिँ यही हो है यही एरिया हो सुकुटे चाहिँ हामी जान लागेको चाहिँ अझ माथि बवाल भइरहेछ अनि कर्नरिङ नै बवाल गइरहेछ यस्तो यहाँसम्म गइरहेछ होइन त्यही हो म चाहिँ यो सानो हेलमेट लगाएर आएको अनि त्यही हो है अब हामी खाजा खान्छौँ अनि हामी हाम्रो नि फोटो खिचौँ न फोटो होइन क्या भ्लगमै हो ल हामी फाइनली हामी सुकुटे आइपुगेछौँ सुकुटेमा हामी मासु चुरा हान्न लागिरहेको त्यही त हान्दैछौँ टक्क ब्याङ्क लुट्न जान लाग्यो क्या हो के बनाएको छ डक्टरले उपचार गर्न सक्दैन करेन्टै हान्नुपर्छ को सम्झिलायो क्या ल हामी अब एकछिन करेन्ट हान्नुपर्ने टक्क अब मन तातो पानी खाइन्छ है त्यही हो नि के हो र सम्झि हाम्रो तातो पानी चिसोमा है टक्क मन तातो पानी मन नै तातो होस् क्या पुगेन अनि अझै हामी जानु टन्नै छ है अझै हामी आधी छ होला है आधी भाग छ है आधी भाग छ आधी भाग बाँकी छ हाम्रो है मन तातो पानी खाँदै अझै आधी भाग छ है हामी जाने ल अब यहाँ खाजा साजा खान्छौँ अनि हामी निस्किन्छौँ त्यही हो रमाइलो भइरहेछ है मासु भुटानहरू आइसक्यो अब टक्क खाने अब खाने त होला नि झ्याप्प खाने हो चर्याप्प खाइहालौँ कस्तो छ नाइस यार दामी छ है कहाँ गयो क्या खाने होइन खाने झन्डै छु यार म त खाइहाल्ने मासु झ्याप्प यसरी पकड्ने चर्याप्प ल अब चाहिँ हामी यहाँदेखि खाजा नास्ता गरेर निस्किन लागिसक्यो है अब त्यही हो अब हामी चाहिँ अब कहाँ गएर खान्छौँ अरे मुडेमा गएर टक्क थुक्पा खान्छौँ अनि त्यसपछि हामी सैलुङको उकालोतिर लाग्छौँ होइन उकालो छ नि ओह्रालो हो ल अब हामी ज्याकेट लगाएर अब हामी चलिदिनु पर्ने हुन्छ है त ल अहिले चाहिँ हामी फाइनली मुडे बजार आयो मुडे है लास्ट रात परिसक्यो मुडे बजार आयौँ अनि त्यही अब आगो ताप्छौँ एकछिन अनि टक्क अनि त्यसपछि हामी एकछिनमा जान्छौँ है त ल एकछिनमा जान्छौँ अनि त्यसपछि यहाँ अब हामी अब तातो चिज केही खान्छौँ मुडे अनि जान्छौँ है त अहिले चाहिँ हामी मुडेमा होइन टक्क अब यो खाँदैछौँ है थुक्पा खाँदैछौँ कि कसो के हो र अझै हामी सैलुङ पुगेको छैन बाटोमा छौँ हामी थुक्पा टक्क चिसो समयमा तातो थुक्पा है त के हो थाहा नै छैन अब त्यही हो अब हामी नाच्दिम क्या हो नाच्यो ल नमस्ते म तपाईँहरूकै भाइ चेलो छोरो है माया छ है माया छ है सबजनालाई माया छ हामी चाहिँ रात परिसक्यो ढिला हिँडेको थियो यार अनि यस्तो हालतमा हामी सैलुङ गइरहेको छ है लास्ट चिसो भइसक्यो मैले कस्तो भनेको यति चिसो होला भने सोचेकै थिएन तातो कुरा खान्छौ ल है ल हामी बाटोमा छ यस्तो चिप्लो रहेछ यहाँ बाटो यस्तो चिप्लिन्छ होइन जुत्ता ठ्याक्कै लरक्क म यहाँ साइडमा हालेको थिएँ यहाँ ढुङ्गा हाल्नुपर्ने चाहिँ हुन त केही नै भएन के
केही भएन हुन चाहिँ यस्तो चिप्लो रहेछ योमा हिउँ परिरहेको छ हिउँ परिरहेको जस्तो छ ढुङ्गा हिँड्नुपर्छ अब यो सैलुङ आउँदाखेरि चाहिँ टक्क यस्तो ठाउँमा नहाल्नु होला बाइक सोलिङ है त केही त भएन नि दोस्त नयाँ छ म त चिलमा छु केही छैन सेफ्टी लगाएको फाइदा है केही भएन ल हामी चाहिँ माथि सैलुङ आइसक्यो होइन सब होटेलहरू माथि प्याक रहेछ हामी चाहिँ लखर हिँडेर आएको छौँ अहिले होटेलको खोजीमा शुक्रबार आउनुहुन्छ भने चाहिँ पहिले नै होटेल बुक गरेर आउनु होला होइन ए के कसो केटा हो अनि त्यही रमाइलो छ है अनि त्यही अब हामी चाहिँ तलतिर जान्छौँ ल फाइनली हामी चाहिँ बल्ल होटेल नै भेटिसक्यो यहाँ होइन अनि त्यसपछि अब हामीले बाइक पनि पार्किङ गरिसक्यो यहाँ केटाहरू सब एकसाथ हान्दैछ गीत बजिरहेको छ ट्याक्क बाइक राखेको छ हामी बसेको होटेल चाहिँ यो हो ट्याक्क रमाइलो भइरहेछ अब हामी ब्याक साइड खोल्छ अनि त्यसपछि हामी चाहिँ अब टक्क रमाइलो गर्नुपर्ने हुन्छ के हो र होइन अनि त्यसपछि त्यही हो यो हो अनि त्यो यतातिर रमाइलो सबजना रमाइलो गरिराख्नु भएको हेर्न सक्नुहुन्छ अब ब्याग स्याग खोलेर चाहिँ हामी कपडा चेन्ज गर्नुपर्ने हुन्छ ल है त यो चाहिँ हाम्रो रुम नम्बर हो त्यही हो यहाँ चाहिँ टक्क 2वटा बेड छ अनि चिसो छ यार के गर्नु गाह्रो छ है रमाइलो भाइ एक्साइटेड त्यही है ल अर्को चाहिँ टोयलेटबाट आउँदैछन् दामी रहेछ यार यो चाहिँ अनि त्यही हो अब हामी चाहिँ यहाँ अब खानेकुराहरू किचन आइटमहरू सबै अर्डर दिन्छौँ अनि त्यसपछि हामी फर्ममा आउँछौँ है त हाम्रो अङ्कल हुनुहुन्छ यता यहाँ साउजी अङ्कल होइन गीत चाहिँ भाइब्समा हुनुहुन्छ हाम्रो उमेरमा छ हजुर के गर्नुहुन्थ्यो होला अङ्कल त्यसो केही भनिदिनु पऱ्यो कति वर्ष हुनु अङ्कल 35 जम्मा यहाँ चाहिँ सबजना अरू हुनुहुन्छ उहाँहरू केटा हो अनि त्यही आगो बलिरहेछ उहाँहरू चाहिँ नयाँ हुनुहुन्छ हामी चाहिँ चारजना हो लेमन टी आइसक्यो लेमन टी उहाँ दिदीहरू चाहिँ बिहानै आउनु भएको रहेछ दिदी यता हेलो भनिदिनु त अनि त्यसपछि हाम्रो अङ्कल हुनुहुन्छ त्यहाँको म लेमन टी खाँदैछु है भर्खर नयाँ हो कि भर्खर 50 भयो अब हजुर सब्सक्राइब हालिदिनु है भाइको सब्सक्राइब एकदम कम छ भर्खर हो चाहिँ टक्क स्वाचे बारबिक्यू हुँदैछ है अब यहाँ टक्क यहाँ बारबिक्यू हुँदैछ छोटो के छ ठिक छ नि अनि यहाँ दिदीहरू अनि यहाँ अङ्कल हुनुहुन्छ अङ्कल चाहिँ लास्ट भर्खरको हुनुहुन्छ 16 वर्ष पुग्नु भएको छ अरे होइन हाम्रो अङ्कल त्यही हो अनि अलि हुन्छ के हो र अनि त्यही हो यहाँ चप्पल यस्तो दामी नयाँ चप्पल यहाँ अनबक्सिङ हानेको है ल मैले चाहिँ यो टक्क अब यो हात लगाएर टक्क अब बनाउँछु ल है त मैले यहाँको सबै जिम्मा यो म्यानेजमेन्टको जिम्मा चाहिँ हाम्रो रमेश सल्टीलाई दिएँ यो अलि बाक्लो भयो देखाइरहेको छु कि यार कस्तो देखाइरहनु तिमीलाई देखाइराख तिम्रो भ्लगरमा चाहिँ तिमी मात्रै देखिनु होइन आफूलाई जय सब माया छ है यहाँ चाहिँ मैले टक्क यो बनाइसकेँ हुक्का पनि आइसक्यो टक्क यहाँ पोल्दैछन् है अनि यहाँ दिदीहरू हुनुहुन्छ ट्याक्क अहिले चाहिँ हामी यहाँ बारबिक्यू गरिरहेको छ होइन लाएर होइन साथमा हुक्का तान्दै रमाइलो छ है बसेको छु सम्झी पुराना दिनहरू तिमीले त चाहिँ पारेछौ है अर्कै केटोसँग अब म भने के गर्नु माया गरे नि नहुने ऐसे लुको पात ए माया गोला
कि बिसक्यो त ए आँखा नि राम्रै हो यता हेर मन पर्यो अहिले चाहिँ हामी यहाँ बसिरहेछौँ होइन धुवा चाहिँ औडा भइरहेछ भइरहेछ त्यही अहिले हामी 4 जना मात्र छौँ सक्यो अब हामी एकछिनमा चाहिँ टक्क तास खेलेर रमाइलो गरेर सुत्छौँ त्यही हो रमाइलो भइरहेछ हाँसो बवाल छ म त त्यही हो गएर ट्यागको सुरक्षण खोल्नु भने ठिक छ नि एकदम ठिक छ सबै रमाइलो भइरहेछ त्यही हो ल आगो तापिरहेछौँ सैलुङमा हामी सबजना सुतिसक्यो अब एकछिन तास खेल्छौँ अनि टक्क सुत्छौँ ला चिसो छ यार औडा अब के छ यस्तो चिसो भइरहेछ युवराज यता हेर चिसो छैन अब हामी सुत्ने तयारीमा छौँ है ल अहिले चाहिँ हामी रातिको 1-2 बजिसकेको छ अब हामी तास खेलिरहेछौँ हो कि होइन गाइज बवाल मजा भइरहेछ होइन त्यही हो हामी तास खेलिरहेछौँ टक्क रमाइलो भइरहेछ है मलाई चाहिँ यो तास कुन खेल्न छ हामीलाई थाहा छैन तर मजा भइरहेछ जे भयो नि यति त हुनु पर्यो नि